संसारमा ज्ञानभन्दा शुद्ध चिज अरू केही छैन। श्रीमद् भगवत गीताको सुन्दर भनाइसँगै नमस्कार। म लक्ष्मी पराजुली। आज म यहाँहरू समक्ष सर्वशास्त्र शिरोमयी श्रीमद् भगवत गीताको संक्षिप्त परिचय राख्न गइरहेकी छु। महर्षि वेद व्यासबाट संस्कृत भाषामा लेखिएको श्रीमद् भगवत गीता अत्यन्तै गहन भाव, अर्थ र गुह्य रहस्यले भरिपूर्ण एक धार्मिक तथा आध्यात्मिक ग्रन्थ हो। महाभारतको भीष्म पर्वभित्र समावेश भएको यस ग्रन्थ अनन्त ज्ञानको भण्डार हो, जसमा कुल 18 अध्याय र 700 श्लोकहरू रहेका छन्। संस्कृतमा रहेका यी सुन्दर श्लोकहरूमा अधिक मात्रामा अनुष्टुप छन्द र केही मात्रामा त्रिष्टुप छन्दको प्रयोग गरिएको छ। झन्डै 5000 वर्ष पहिले कुरुक्षेत्रमा कौरव र पाण्डवहरूका बीच युद्धको अन्तिम तयारी भइरहेको बेलामा आफ्नै आफन्तजनहरूसँग युद्ध गर्नुपर्ने भयावह स्थिति सिर्जना भएपछि अर्जुनको मनमा उठेका जिज्ञासा, कौतूहलता र भयका कारण गीताको जन्म भएको हो, जसमा श्रीकृष्ण र अर्जुनको सुन्दर संवाद प्रस्तुत गरिएको छ भने श्रीकृष्ण र अर्जुनलाई अन्य धेरै नामले समेत सम्बोधन गरिएको छ, जसमा श्रीकृष्णलाई गोविन्द, वासुदेव, माधव, जनार्दन, पुरुषोत्तम, महेश्वर, हरि, मधुसूदन, ईश्वर जस्ता नामले पुकार गरिएको छ भने अर्जुनलाई गुणाकेश, कौन्तेय, पार्थ, परन्तप, महाबाहो, धनञ्जय, पाण्डव, भारत, कुरुनन्दन, महारथी जस्ता नामले पुकार गरिएको छ। महाभारत युद्ध मुख्य पृष्ठभूमि रहेको श्रीमद् भगवत गीता एक गीत पनि हो। यो कुनै क्षेत्र, जाति, सम्प्रदायसँग मात्र सीमित नभएर सम्पूर्ण मानव जातिको विशिष्ट उपलब्धि हो। यसको अध्ययन, चिन्तन, मननबाट जीवनमा असीम आनन्द र मनमा शान्तिको अनुभूति हुन्छ। श्रीमद् भगवत गीतामा सबैभन्दा आश्चर्यको कुरा त के छ भने स्वयं भगवानको मुखार बिन्दुबाट अमर वाणीहरू प्रस्तुत भएका छन्। ईश्वरीय वाणीको प्रस्फुटन, हृदयको स्पन्दन ईश्वरीय ज्ञानको विशाल गङ्गा हो। आत्मा र परमात्माको यथार्थ स्वरूपको बोध गराई मानव मात्रमा एउटा उच्चतम आदर्श र मर्यादा प्रतिष्ठापन गर्दछ। यदि गहिराइमा पुगेर साँच्चीकै भाव अर्थ बुझ्ने हो र जीवनमा धारण गर्न सक्ने हो भने मानव मात्रका सम्पूर्ण समस्याहरूको समाधानको मार्गदर्शन समेत दिइएको छ, जसमा शरीर र आत्माको भिन्नता, मोहबाट छुटकारा पाउने उपाय तथा कर्म, अकर्म र विकर्मको गुह्य रहस्य समेत उजागर गरिएको छ। कर्मको गति अत्यन्त गहन छ भनेर श्रीमद् भगवत गीतामा भनिएको छ, जसमा प्रथम अध्याय अर्जुन विषाद योग, दोस्रो अध्याय सांख्य योग, त्यस्तै गरी तेस्रो कर्मयोग, चौथो ज्ञान कर्म सन्यास योग, पाँचौं कर्म सन्यास योग, छैठौं आत्मसंयम योग, सातौं ज्ञान विज्ञान योग, त्यस्तै गरी आठौं अक्षर ब्रह्म योग, नवौं राजविद्या राजगुह्य योग, दशौं विभूति योग, 11औं विश्वरूप दर्शन योग, 12औं भक्ति योग, 13औं क्षेत्रज्ञ विभाग योग, 14औं गुणत्रय विभाग योग, 15औं पुरुषोत्तम योग, 16औं दैवासुर सम्पद विभाग योग, 17औं श्रद्धात्रय विभाग योग र 18औं अध्यायमा मोक्ष सन्यास योगको चर्चा गरिएको छ। यहाँहरू धन्य हुनुहुन्छ किनकि महत्त्वपूर्ण र जीवन उपयोगी विषयवस्तुलाई समय छुट्याएर सुन्दै हुनुहुन्छ। अब आगामी भिडियोको लागि प्रतीक्षा गर्नुहोला। यहाँहरू समक्ष म विगत लामो समयदेखि श्रीमद् भगवत गीताको नेपाली र संस्कृत दुवैमा अध्ययन पश्चात प्रत्येक अध्यायको संस्कृत श्लोक वाचनसँगै अर्थ समेत लिएर आउनेछु। हजुरहरूको साथ सँगसँगै आध्यात्मिक यात्रालाई अघि बढाउने प्रतिबद्धता समेत गर्दछु। धन्यवाद।